Hello everyone, welcome back to the Bro Rights Nepal. So काम मौसम ठिकठाकै चलिरहेको छ है अनि पानी अति नै पर्न थालिरहेको छ अहिले. सो म चाहिँ एकछिन राइडको लागि निक्लियौँ भनेर निस्किन लागेको. डेस्टिनेसन छैन. सो हेरौँ न कहाँ पुगिन्छ. छैन मलाई चाहिँ पनौती लगाइरहेको छ आजकल, किन हो थाहा छैन है. म जहिले राइडको लागि निस्किन्छु त्यही बेला पानी पर्न थाल्छ. यो यार यो मकैको त्यो फुल उड्दै आउँदो रहेछ कि यहाँनिर, अनि के हो यस्तो यो अनि लेट्स गो. म निस्किन लाग्यो फेरि पानी पर्ला जस्तो भइरहेको अब. अनि अब ब्लग पनि धेरै भइसक्यो नहालेको है. आज अलमोस्ट 7 days. सो आज म कतै पनि गएको छैन आजकल, किन भन्दा अलि पानी अति नै परिरहेको छ अहिले. त्यही भएर कतै पनि हिँडेको छैन है. अनि त्यही भएर हो ब्लग आउनु अलिकति ढिलो भएको. सो लेट्स गो. धेरै स्पिड चलाउनु हुँदैन, पानी परिरहेको छ. छिप लिन्छ फेरि. जाम घुम्दै घुम्दै कहाँ पुगिन्छ केही छैन है. टोखातिर जाम कि होइन, बुढानी काउन्टर साइडबाट हुँदै टोखा निस्केर वी विल कम ब्याक होम है. तर जो फ्रेस राइड पनि हुन्छ. के देखिन्छ. सो आई होप पानी चाहिँ नपरोस्, त्यही हो. लेट्स गो. दिमाग छैन बाबु. तपाईँ कुन लेनमा हुनुहुन्छ त्यो हेर्नु न. त्यो तपाईँको गल्ती हो कि हेरेर आउनु पर्ने कि के हो. क्यामेरा हेर्नुहुन्छ कतिको स्पिड छ भनेर. ठुलो कुरो नगर्नु दाइ. तपाईँ झन्डै हान्दै छ, अझ ठुलो कुरो गर्छन् यार. एक त लेनमा हिँड्न सक्दैन, अझ ठुलो कुरो. झन्डै फक्टअप भइसकेको छ है. साइकोहरूले नै हेर्दैन हेरी आइदिने क्या. ठिक साइकोहरू
धन्न क्यामेरा थियो र केही भएन यहाँ नत्र अहिले कत्रो ग्ल्याङ गरेर हान्थ्यो यसले नेपाली जनताहरू भेडा बाख्रा हुन्छ भनेको यत्तिकै होइन क्या सबैजना उस्तै क्या एक त मेरो लेन मिचेर आहा सरी भनेर हिँड्नुपर्ने ठाउँमा म जस्तो पो झर्किरह यार हात्तीहरू म गोल सुटर आइसक्यो अहिले चाहिँ अजीब किसिमको मान्छेहरू हुन्छन् क्या यार झन्डै एक्सिडेन्ट भएको यार कति स्पिडमा आएको थियो अरे भन्छ यार के भन्नु यार अब यस्तोलाई एक त आफ्नो लेनमा नभएपछि कमसेकम उसले आफ्नो स्पिड कम गरेर आउने हो नि त कि त हेरेर आउने हो मान्छे कतिको छ भनेर लेनको अवेरनेसै नभएको मान्छेहरू क्या गाडी छ भनेर जता नि पेलेर हिँड्दैन यार तरिका हुन्छ नि अनि एउटा लेन डिसिप्लिन भन्ने त हुन्छ नि त यार मान्छेमा होइन हामी पनि पैसा तिरेर रोडमा हिँडेको क्या अरे हामीलाई चाहिँ कर फ्री होइन यो कुराहरू मान्छेले बुझ्दैन क्या यो गाडीवालाहरू के भन्नु यो गाडीवालाहरूलाई आफ्नै लेनमा हिँड्ने हो भने त होइन न केही हुन्छ न केही हुन्छ तर मान्छेहरू बुझ्न खोज्दैन क्या एनीवे लेट्स फर्गेट इट सो हामी आफ्नो डेस्टिनेसनतिर बढ्दैछौँ सो यता चाहिँ पानी चाहिँ त्यस्तो परेको छैन बट लेट्स होप नपरोस् किनभने मलाई भिज्नु छैन यार 3 दिनदेखि ननस्टप भिजिरहेको छु म अनि यत्रो दिनदेखि घुमिरहेको रहेछस् भ्लग किन हालिदिनुहोस् भन्नुहुन्छ भने कन्टेन्ट छैन गाइस के गर्नु नर्मली घरदेखि मामाको रेस्टुरेन्टसम्म जान्छु त्यहीँ बसिरहेको हुन्छु 1-1.5 घन्टा कहिले कि त पिएस खेल्न गइदिन्छु त्यही हो आजकलको दिनचर्या यस्तै छ गाइज त्यही भएर भ्लग आइराखेन सो आई विल ट्राई टु बी कन्सिस्टेन्ट लेट्स होप अनि हिजो ककनी जाने प्लान भइरहेको थियो त्यो पनि क्यान्सल भयो पानीले गरेर है नत्र अर्को भ्लग फर स्योर हुन्थ्यो बट ठिकै छ अब अहिलेको फाइनहरू देखेर डर लागिरहेछ आई होप त्यो इम्प्लिमेन्ट चाहिँ नभओस् किनभने यार कसले तिर्छ यार 25,000 30,000 त्यति त यहाँ मान्छेको ड्याम ब्रो त्यति ओके सरी म बिर्सियो थोरै के कुरा गर्दै थियो भनेर सो 25-30,000 त यहाँको नेपालको मान्छेहरूको बेसिक स्यालेरी छँदै छैन कि त्यत्रो नि नर्मल मान्छेहरू त सक्दैन त्यो तिर्न पनि होइन के नर्मल मान्छे भने म पनि नर्मलै पर्छु होइन आई एम अल्सो नट फ्रम द्याट काइन्ड अफ हाई एन्ड रिच फ्यामिली सो या इट इज क्वाइट हार्ड Am I recording or I am
धन्न भइरहेछ गेस गाइज है यत्रो टाइमदेखि म बडबड गरिरहेको छु तर के पनि क्यामेरा रेकर्डै भएन क्या कस्तो लाग्थ्यो होला यहाँ सो यो चाहिँ मेरो फेभरेट कफी सप म यहाँ आउँथेँ पहिला मामासँग है आई होप को हुनुहुन्छ यतातिर बुढानी कण्ठले के भन्दैछु बुढानी कण्ठ एरियातिर हुनुहुन्छ भने डु भिजिट इट्स ग्रेट स्पट प्रमोसन गरेर होइन है फेरि यार आई जेन्युनली लाइक देयर कफी द्याट्स वाइ जस्ट चच्चा हेरेर हिँड्नु न चच्चा किन यस्तो सो मेरो साथी काम गर्छ यहाँ माथि है इफ हि इज फ्री लेट्स सी फ्री रहेछ भने भेटेर जाम्ला इफ फ्री रहन्छ भने वी विल हेड टुवर्ड्स द टोखा फ्रम दिस अप्पर साइड चण्डेश्वरीको माथिबाट हुँदै टोखा निक्लिनेछौँ Am I recording? Yes, I am. So, म चाहिँ साथलाई भेट्न निस्किँदैछु है यहाँबाट सिधा जान्छु अर्को एकजना साथलाई भेट्नु छ त्यसपछि I will head back home. मेरो प्लान चाहिँ कोकासाइडबाट फर्किनु थियो बट हामीले फोन गरेर म त्यही फर्किँदैछु त्यसरी गएर जानुपर्छ
So I hope you guys enjoyed the vlog. I'll see you in the next vlog. Take care. Have a good ride. Bye bye, guys.